हेलो गाइज वेलकम ब्याक आजको फेसन ब्लगमा तपाईँलाई स्वागत छ। भाउजू कहाँ छ र घाँस काट्नु आएछ भने भाउजू ए घाँस काट्नु अब चाहिँ हामी बोय भाउजू म हामी चाहिँ जान्छौँ धान काट्नलाई कच्चा बोकेर धान पनि 5 गरेर रोपेको धान मजाले फलेन नफलेपछि तनाव छ। सुरु गर्नुमा धान काटेर आराम हुनुहुन्छ के लेदर खुदेर बाबु यता काकी पनि आउनुभयो धान काट्न। अब जम्मा जम्मी 2 4 6 7 जना छ हामी धान काट्ने। यति यति हो यता हाम्रो गोरे भतिज पनि अब धान काट्न आयो। अनि कस्तो छ गोरे भाइ मौसम त राम्रो छ है? अनि धान काट्ने मजा आउँछ आउँदैन? आज छुट्टी हो शनिबार है आज हे हो शनिबार आज छुट्टी त्यही धान काट्न आएको गोरे भाइ। ल ठिक छ गरेर काट्नुपर्छ धान। यता हाम्रो भाउजू काकी बाउ उता बोय जस्तोले धान काट्दै हुनुहुन्छ। धान काट्नु पनि मजा आउँछ भन्छ, मलाई त अल्छी लाग्छ के गर्नु अब यस्तै छ जिन्दगी हैन भाउजू। धान काट्नु अल्छी लाग्छ भाउजू काटिसक्यो अब बल्ल बल्ल। यता गोरे भाइ यता गोरे भाइ यता हाम्रो भाउजू मिसहरू अब काटिसक्यो गरा पनि बल्ल बल्ल। तर कति मिनट लाग्यो थाहा भएन। अब यो गरा सुरु जम्मा चाहिँ 5 गरा रोपेको होइन भाउजू। त मौसम कस्तो छ आजको मौसम कस्तो लाग्छ भाउजू? नबोलेर हुन्छ तपाईँ यस्तो मजाको मान्छेहरू नबोलेर कसले बोल्छ? गाह्रो छ जिन्दगी। धान 2 गरा काटिसक्यो अब भर्खर। आकाश पनि गराङ गुरुङ गरेछ। यता हाम्रो भाउजूलाई मजा आइरहेछ धान काट्नु। शीतल पनि भइरहेछ धान उसान जानुपर्ने हामी चाहिँ के गर्ने। आकाशले गर्छ के गर्छ त भन्दा पानी झार्ने काम गर्छ। कस्तो आएको भाउजू होइन बोय यो पानीले चाहिँ के गर्नु खोजेको हो? धान भर्खर काट्यो यी यता बोइले बाँध्दै हुनुहुन्छ। यो ओसार्नु पर्ने राख्नुपर्ने त उहाँ हो त्यो ठाउँमा। अब यो पानीले पो तनाव गर्ने भयो त। यता हाम्रो भाउजूले धान ओसार्दै हुनुहुन्छ ठक्कसँगले ओसार्दै गराङ गुरुङ गर्दैछ ठक्कसँगले। अब राख्ने यहाँ हो अनि भोलि ठेसा लगाइदिइहाल्ने हो होइन भाउजू? गोरे पनि ओसार्दैछ ल गोरे मिलाएर राखेँ दामी। अब हामी चाहिँ गोरे उसार्ने होइन 1 गरा सकिने लागिसक्यो भन्नु मिल्छ ठक्कसँग। हाम्रो बोइले अब त्यो डोरी घुमाउँदै हुनुहुन्छ। फाइनली गाइस 1 गरा पनि सक्यो ओसारेर धान बल्ल बल्ल सकियो गरा। अब अर्को गरा छ बान्नलाई। भाउजू ठिक छ ठिक छ कस्तो लजाको भाउजू? ठिक छ भन्दै यो तिरपालले छोप्नु पर्ने अरे अब धान। पानी आयो अब पानी आयो पानी आयो। धनै काटे पनि सक्यो ओसार्न सक्यो धान नत्र बिचोक हुन्थ्यो। ल छिटो छिटो बान छिटो ओसार अनि छोपो भने जस्तो भयो। अब यति हाम्रो भाउजू चाहिँ खतरा मान्छे हो क्या। जाने पनि त्यस्तै धान पनि त्यस्तै गाह्रो छ हौ जिन्दगी। धान पनि त्यस्तै हो। गोरे भएको ठिक छ बरु गोरे पनि फुर्सुलो भइसक्यो चङ्ग्राङ्गे भइसक्यो। माथि उड्नाउँदै बाँकी छ पखेटा आउन अब। ल है भाउजू ठिकै कस्तो है भाउजू? कस्तो त्यो मौसमले साथ दियो है? धान पनि 2 गरा काटिसक्यो ओसार पनि सकियो अनि अब यो ठन्डा लागिसक्यो पानी पनि हल्का आउनु थाल्यो। अब भनेको खाजान टाइम हो खाजा खाने हो हाम्रो भाउजू। धान पानी आउनु थाल्यो अब धान त छोड्नै पऱ्यो होइन गोरे भाइ? होइन भने बित्छ भोलि ठेसा लाउनु पर्ने अरे। यता होइन हाम्रो त गोरीमा अब चाहिँ हाम्रो खाजा सुरु भयो। खाजा खानु लागि सुँगुरको मासु परवल दाल आलु चिज होइन भाइ ठिक छैन भाइ? ल अब मैले पनि खानु सुरु गरेँ। खाना टमाटर गाजर भात
ताँबा सुँगुरको मासु दाल यस्तै छ। अब हामी चाहिँ धान पनि काटिसक्यो। धान पनि काटिसकेर अब ओसार्न लागेको ओसार्दैछौँ। 2 गराको ओसारिसकेको अब भनेको 3 गराको ओसार्दैछौँ। हामी ओसार्ने भनेको चाहिँ गोरे भाइ अनि भाउजू म 3 जना बान्ने चाहिँ 4 जना। हाम्रो अशोक दाइको बुढी धनमाया भाउजू अरे धनै धन छ अरे कता लुगाइराखेको छ अरे। ए यता गोरे भाइ ठिक छ है अनि भाउजू ठिक छ छैन काकीले पनि गर्मी भइरहेको होला। अब घाम लागिरहेछ गर्मी भइरहेछ। ए अब ओसार्दै हामी चाहिँ 3 जना अब सबैजना धान खान थाल्यो बानिसकेर। अब सकिने लाग्यो। यो 1 गरा थोरै छ अनि अर्को यो 1 गरा। अब हामी 7 जनाले नै ओसार्दैछौँ। यता हाम्रो भाउजूको लास्टै गल्लो भएको छ बिचरा।